हाम्रो आइजी साहब धनबहादुर कार्की जी चाहिँ अलिकति भकानिएको भिडियो हेऱ्यो, त्यसले कता कता मन अलिकति छोयो। उहाँको शब्दले के भन्नुभयो भन्दा मैले मेरो प्रहरी जोगाउन सकिनँ। अति डिप कुरा थियो त्यो, किनकि म पनि अस्ति एउटा प्रहरी कार्यालय गएको थिएँ। एकजना चिनेकै दाइ हुनुहुन्छ, उहाँलाई भेट्नु। हामी गफ गर्दा गर्दै एकजना सिपाही आएर चाहिँ सर मलाई छुट्टी चाहियो, म चाहिँ विदेशको लागि एक्जाम दिँदैछु, मलाई चाहिँ छुट्टी चाहियो भनेर भन्यो। उहाँले चाहिँ त्यसको कुनै जवाफ दिनै सक्नु भएन। उहाँले ओके भन्नुभयो, केही विकल्प थिएन र उहाँले पठाउनु। पछि हामी छलफल गर्दाखेरि अब अहिले चाहिँ प्रहरीहरू एकदमै जागिर छोड्ने चलन भएको छ, किनकि अब यहाँ उनीहरूलाई खुसी हुने कुनै चाहिँ एउटा चाहिँ माध्यमै छैन। अब हामीले पनि नाइ भन्न सकिँदैन भन्ने कुराहरू हाम्रो साधारण छलफल भएको थियो। नहोस् पनि कसरी, तलब त्यति नै, भत्ता त्यति नै, ड्युटी हेऱ्यो भने झन् नेपालमा त आजकल यो आन्दोलन अब चाहिँ खाली रोडमा चाहिँ ढुङ्गा खाने र हान्ने बाहेक केही पनि छैन। कसलाई रहर हुन्छ हो, आखिर पुलिस पनि त मान्छे न हो। अब हरेक दलको आन्दोलन हुन्छ, उनीहरूले त एउटा अर्डर मान्ने मात्रै हो। अब कहिले त्यही दलको मान्छेले चाहिँ लहर्न जानु परेको छ, फेरि जसलाई लहरेको छ उसकै दलकोले अर्को दलकोलाई लहर भनेको छ। भनेपछि प्रहरीको काम भनेर त खालि रोडमै बित्ने भयो नि। त्यति गरिकन पनि अब एउटा लडाइँले देश परिवर्तन हुने एकदमै अब भोलिदेखि चाहिँ एकदमै भविष्य नै चेन्ज हुने पनि होइन। यो प्रहरीहरूको मैले देखेको एकदमै बिजोग त यो माओवादीको चाहिँ सेफ ल्यान्डिङदेखि नै खालि रोडमा खालि लडाइँ भए केही पनि देखिया छैन कि। कसैको टाउको फुटिएको छ, कसैको के भएको छ, होइन, माया पनि लाग्दो स्थिति छ। त्यति भइकन पनि एउटा चाहिँ अब सुविधा तलब पर्याप्त आफ्नो एटलिस्ट पनि अब चाहिँ एउटा काठमाडौँमा घर बनाउन सक्ने, अथवा एउटा बच्चाहरूलाई काठमाडौँमा ल्याएर, अथवा काठमाडौँ नभन्नु आफ्नो जिल्ला जहाँ हुन्छ एउटा चाहिँ बच्चाहरूको भविष्य बनाउन सक्ने हेल्थ फेसिलिटी यस्तो फ्रीहरू, अनि अब बोनसहरू राम्रो, अथवा कुनै राम्रो के अरे चाहिँ काम गर्नेलाई प्रोत्साहन अथवा त्यस्तो केही एउटा चाहिँ भए पो प्रहरीहरू पनि विचलित हुन्थेन। जागिर भनेको यस्तो हुनु पऱ्यो कि अरूले आइज भन्ने होइन, आफूले मर्यो त्यो गर्ने। त्यहाँ चाहिँ म जानुपर्छ, त्यो एकदमै चाहिँ अब चाहिँ त्यहाँ गयो भने भविष्य बन्छ भनेर त्यस्तो खालको जागिर बनाउन सकियो पो मान्छेहरूले चाहिँ ज्यान दिएर काम गर्छ। मेरो जना प्रहरीमा पर्याप्त बजेट चाहिँ सप्लाई नभएको पक्कै पनि होइन, किनकि बजेट त त्यही अनुसारले चाहिँ छुट्टिन्छ। तर भइदियो के भन्दा जुन हिसाबले चाहिँ पैसा डिभाइड भयो, अब यी राजनीतिक दलहरूको नेताहरूलाई चाहिँ अब चाहिँ यो घुस खुवाउने चक्करमा लाएर जति पनि अब चाहिँ जुन पैसा चाहिँ अब चाहिँ ठाउँमा पुग्नु पर्ने थियो उनीहरूकोमा बुझाएर चाहिँ इन्चार्ज भएर गएको मान्छेहरूले त पहिला आफ्नै पैसा वसुल्नेतिर सोच्नु पऱ्यो। त्यो भएपछि कसरी तलतिर गएर फेसिलिटी बढ्छ? सम्भव छैन। आखिर पिल्सिने नै भनेको त सिपाहीहरू न हो। जो मान्छे अलिकति लो लेभलमा काम गर्छ उनले नै अब त्यो जुन आन्दोलनमा लड्न परेको छ, जति दुःख गर्नु त तलको लेभलले गरेको छ नि त। तर सबभन्दा पीडा पनि तल्लो लेभलकोलाई छ। अब आशा छ हाम्रो गृहमन्त्री सुदन गुरुङजी आए पछाडि चाहिँ किन परिवर्तन हुन्छ भन्दा उहाँ हामी जस्तै ग्राउन्ड लेभलकै मान्छे हो, सबै कुरो थाहा छँदैछ। उहाँले जस्ट एउटा के भन्दाखेरि देखेको दुःख, एउटा चाहिँ प्रहरीहरूको गुनासो, एउटा चाहिँ एटलिस्ट पनि प्रहरीलाई चाहिँ छुटेको बजेट बिचमा चाहिँ कतै नकाटिकन ठाउँको ठाउँमा पुर्याउन सक्यो भने त फेसिलिटी थप्यो। त्यो भएपछि त एकदम खुसी भएर काम गर्छ। र प्रहरीहरू खुसी भएर काम गर्ने एउटा चाहिँ अब ड्रेसकै कुरा निस्केको छ। अब त्यो राम्रो ड्रेस लगाउनु भने त जनताको लागि पनि त देशको लागि पनि त एउटा चाहिँ इज्जत हो नि। त्यो चाहिँ एउटा राम्रै पक्ष देखिया छ, त्यो हुनसक्छ। एउटा आशा जग्या छ अब, किनकि ग्राउन्ड लेभलको मान्छेहरू आछ, त्यो भएपछि जे कुरा पनि ठाउँमा गर्छन्, हुन्छ। र हामी एकदम आशावादी चाहिँ हुनुपर्छ। त्यही हो। थ्याङ्क यू।